मान्छेले सबै चिज ह्यान्डल गर्न सक्नुपर्छ क्या। माया ह्यान्डल गर्न सक्नु पऱ्यो, हेट ह्यान्डल गर्न सक्नु पऱ्यो, सबै चिज। किनभने कोही मान्छेले तपाईँलाई हेट गर्छ भने नबुझेर हो नि त, होइन? त्यो मान्छेलाई बुझाउनु नसकेको पनि हुन्छ है कहिलेकाहीँ चाहिँ। मसँग यति रिसाएर कोही कोही मान्छे आउँछन्, अनि त्यो कुरा हुन्छ, ल बस्नु नि त, अनि चर्केर बोल्ने, यो सानो बोल्दा पनि मैले सुन्छु भनेर, अनि त्यो कुरा सुरु गरिसकेर तपाईँ चाहिँ यो कुरामा झुक्किनु भएको थियो, यो कुरा चाहिँ तपाईँ गलत बुझाइरहेछ भनेर मजाले 20 मिनट बुझाएपछि त जसले पनि बुझ्छ नि त। कस्तो कस्तो हेटरहरूलाई पनि बुझाएर पठाउन सकिन्छ क्या। किनभने त्यो तपाईँको मनमा पनि फेरि त्यो हुनु पऱ्यो नि त। तपाईँले कसैलाई उल्लु बनाउँदै हुनुहुन्छ भने त्यो हुँदैन, फेरि उल्लु बनाउन सकिँदैन कि सधैँ मान्छेले। तपाईँ साँच्चीकै असल हुनु पऱ्यो, अनि बल्ल त्यो प्रभाव हुन्छ क्या। मलाई कहिलेकाहीँ साथीभाइले के छ कुरा, अब यो यस्तो कुरा ओपनली गर्ने र फोनमा गर्ने र भन्छ। ए बाबा, हामीले गलत कुरा गरेकै छैन त, फोन कसैले ट्याप गरोस् कि जेसुकै गरोस्, मैले गलत कुरा गरेकै छैन। मलाई सिसिटिभीमा होस् कि मान्छेको अगाडि होस् कि केहीको अगाडि होस्, मैले गलत कुरै गर्दिनँ भनेपछि त्यो मैले किन डराइराख्नु पर्यो? म सिसिटिभीमा छु कि मेरो फोन ट्याप भएको छ कि मेरो के भएको छ, त्यो मैले सोच्नुपर्छ त। त्यो त ओपन सिक्रेट हो नि त।